होइन यो हम्फुले कहाँ जान लाग्यो? हम्फुले कहाँ जान लाग्यो? म त लाउरतिर जान लाग्यो दाजु। विपन्नालाई पनि उसको बाउ आएर लिएर गए। म त एक्लो भएँ। यहाँ के एक्लै बस्नु भनेर म त लाउर जान लाग्यो। त्यही माथि यो घर पनि मेरो होइन, भाइ बिर्खेको हो। भाइ बिर्खे कुन दिन आएर यो घरमा बस्छ, त्यसपछि म निस्केर जानुपर्छ। त्यही भएर लाउर गएर 2-4 पैसा कमाउनु पर्यो दाजु। 2-4 पैसा कमाएपछि टाढा भएका आफन्तहरू पनि नजिक हुन्छन् कि। बरु दाजु तिमीसँग 2-4 हजार पैसा छ भने लिउ न। भाडा पुग्दैन, यसो भाडामा थपथाप हुन्छ कि। म लाउर गएर कमाएपछि पठाइदिउँला नि तिमीलाई। अब यसलाई मैले के भन्ने होला त? म नै योसँग पैसा छ कि भनेर ऋण माग्न आएको थिएँ, उल्टो मैसँग पो माग्छ त। दाजु मलाई थाहा भइसक्यो तिमीसँग पैसा छैन भनेर। पिर नगर। आज पैसा नभए भोलि त होला नि। गरिबीको कारणले 2-4 पैसा नभएर मर्न नपरोस् भनेर म कमाउन लाउर जाँदैछु। के गर्नु दाजु, देशमा बसेर केही उपाय लागेन। हाम्रो गन्तव्य भनेकै परदेश रहेछ। आज पैसाकै कारणले सबै टाढा भए। लाउर गएर 2-4 पैसा कमायो भने म तिमीलाई हेरौँला नि। हम्फुले तैँले यति भनिस्, मेरो मन त्यसै खुसी। त मेरै भाइ भएर जन्मिनु पर्थ्यो। किन मेरो भाइ भएर जन्मिनस्? किन जन्मिनस् हम्फुले? तिम्रो र मेरो भाग्यमा तिमी जस्तो दाइ र म जस्तो भाइ कहाँ पर्ने रहेछ र? हामी त भाग्यले ठगेका मान्छे हौँ दाजु। तर केही छैन दाजु, रगतको नाता भन्दा भावनाको नाता ठुलो हुन्छ अरे। तिम्रो र मेरो नाता आफ्नै दाजुभाइको भन्दा ठुलो छ। दाजु यति बेला तिमीलाई पैसाको धेरै खाँचो छ। मसँग धेरै छैन। किलो यो राख। पर्दैन भाइ, यो पैसा तैँ राख। उल्टो मैले दिनुपर्ने बेलामा तैँले मलाई पैसा दिएर हुन्छ। मसँग भएको भए दिन्थेँ, तँलाई यसो बाटो खर्च पनि हुन्थ्यो। मसँग अहिले छैन। के गर्छस् भाइ? यो पैसा तैँ राख, तँलाई नै चाहिन्छ। हुन्छ दाजु, म जान्छु नि। यति बेला मैले तँलाई रोक्न मिल्दैन भाइ। राम्रोसँग छ, यो दाइलाई नबिर्सी है। तिमीलाई यत्तिकै कहाँ बिर्सिन सक्छु र दाजु? म परदेश गएपछि बारम्बार तिम्रो यादले मलाई सताइरहनेछ। सम्झिनलाई तिमी बाहेक को नै छ र मेरो? सम्झिन पर्ने जति सबैले छोडेर गइसके। अब सम्झिनलाई तिमी बाहेक को नै छ र मेरो? जाने बेलामा भाउजू र छोराछोरीलाई भेट्न पनि पाइनँ। नभेटी गयो भने रिसाउला, नरिसाउने अरे भनिदेऊ है। राम्रा मान्छे हाम्रा नजिक कहाँ हुँदो रहेछ, सबै टाढिएर गए।
बच्चाहरू यतिसम्म त आइपुग्नु पर्ने। आज किन ढिला गरे? कहीँ खेलेर पो बसिरहेको कि? के भइरहेको के? कस्तो खालको आइमे हो क्या तिमी? ए बिहे गरेको 20 वर्ष भइसक्यो, अहिलेसम्म म कस्तो खालको आइमे भनेर चिनेको छैनौ? त्यही चिन्न नसकेर त यो सब भइरहेछ नि। यो संसारमा त जस्तो घमण्डी आइमे अरू कोही छैन होला हौ। होइन, एउटा दुःख पाएको भाइलाई दाइले साथ दिँदा के हुन्छ? हुन्छ, किन हुँदैन? रितिन्छ। तपाईको त्यो भाइ भनौँलाई कतिचोटि साथ दिनु पर्यो? त्यत्रो पैसा खर्च गरेर खुट्टा हालिदिनु भयो। उहाँ पनि छुटेर बस्दा आफ्नो भागमा परेको सम्पत्ति जति बेचेर मोज गरे। यहाँ आएपछि पनि त्यत्रो पुरानै भए पनि बस्न घर दिएको छौँ। त्यहाँभन्दा चाहिँ हामीले कति गर्ने हो? जति गरे पनि देख्ने चाहिँ होइन। अझ आमालाई पनि हामीले पालेका छौँ। उनीहरूले आमा पाल्नु परेको भए त त्यो देउरानी भनाउँदै अलक्षिनीले के गर्थ्यो होला? आमालाई त लुसेर मारिसक्थ्यो होला। मलाई त त्यसको अनुहार सम्झ्यो कि रिस उठ्छ भने। उता हेर्नु त, तपाईँको बुहारी भनौतीको त हामीले के कुरा गर्छौँ भनेर चियो चर्चा गरिराखिरहेछ। ल बस छोड दे, बुहारी त जति चाहिँ छैन के। कतै जान लागेको थियो होला, दाइ भाउजू देखेर हेरे कि खुब चियो चर्चा गरेको भन्छ। नि कतिको पनि एउटा सीमा हुन्छ नि। होइन बाकी अहिले मेरो कुराको विश्वास नगरी यस्तै भन्नु अनि यसको परिणाम पछि थाहा पाउनुहुन्छ। जे गर्दा नि सुख छैन भने मेरो कुरा त कुनै विश्वासै नगर्ने। कसैको नभएको भाइ बुहारी तपाईँको रहेछ, पूजा गरेर राख्नु के? यसलाई कसरी सम्झाउँ म? यसको दिमागमा नराम्रो कुरा बाहेक राम्रो कुरा कहिले पनि नजानी भयो भने अब गाली गरौँ, एक थप्पड हानौँ भने गाउँमै भूकम्प आउने गरी थर्काउँछ। अब के गरे पनि सम्झाउन नसक्ने भाइ। घरमा झगडा ल्याउने पनि आइबे मान्छे, झगडा मिलाउने पनि आइबे मान्छे भनेको हो रहेछ। ल ट्याक्कै हो। मेरी काली, हजुर तिमीले मलाई कति माया गर्छौ? तिमीले भन्दा पनि धेरै माया गर्छु कलौटे। मैले भन्दा पनि धेरै माया गर्छु भने मेरो गालामा एकचोटि मै खाइदेऊ नि त। नै, मलाई त लाज लाग्छ। लाज लाग्छ भने म आँखा चिम्म गरिदिन्छु नि त। ल त्यसो भए चिम्म गर न त। ल गरेँ। कलौटेलाई मैले भेटाउनु मात्र के गर्नुपर्छ मलाई थाहा छ। तेरो लभ गर्ने उमेर हो यो? लाज लाग्यो तँलाई? त गरेन होइन, कहाँ चाहिँ गयो होला त त्यो केटी? बुढो यस्तो गर्नु, तपाईँ घर बस्दै गर्नु, म छोरी खोजेर आउँछु। फेरि म छोरी खोज्न गएको मौका पाएर भाइ बहिनीलाई पैसा दिन्छ जाने होइन नि। फेरि ठिक कुरा गरे भने अर्के तैँले त छोरीलाई तानेर पो ल्याइरहेछ त। के गल्ती गरी यसले? दाइ, यो त्यो पहाडी गाउँको ओठेको छोरो कलौटेसँग लभ गरेर बसिरहेको थियो। यसको लभ गर्ने उमेर हो? राम्रोसँग सम्झाउनु यसलाई। नानी, के यो कुरा सत्य हो? होइन बाबा, यो अङ्कलले यत्तिकै झुट बोल्नु भएको हो। म स्कुलबाट आउँदै थिएँ, बाटामा त्यो कलौटे भेट भयो। अनि एकछिन गफ गरे मात्रै हो। के म कसैसँग गफ गर्न नि नपाउनु? अनि स्कुलबाट आउन किन ढेला गरेको त? आजदेखि मैले ट्युसन पढ्न थालेछु नि त। तपाईँहरू ढुक्क हुनुहोस्, तपाईँहरूको छोरीले पढ्ने उमेरमा लभ गर्दै हिँड्दिन। तपाईँहरूको छोरीले धेरै पढेर जागिर खान्छे, अनि तपाईँहरूले हेरे केटासँगै बिहे गरेर जान्छे। तपाईँहरूलाई म माथि विश्वास छैन? अङ्कलले मलाई गाली खुवाउने काम मात्र गरेको हो। म बाबु मम्मीको इज्जत फाल्ने काम कहिले पनि गर्ने छैन। दाइ, एका दाइ नम्बर मलाई दाइ चाहिँ म यस्तो होलास् भनेर त मैले रत्तिभर सोचेको थिइनँ। बुझिस्, मलाई मेरो छोरीको पुरा विश्वास छ। तैँले मेरो छोरी कसैसँग बोलेको देखेर जुन व्यवहार देखाइस् नि, यो राम्रो भएन। आँखाले देखेको जति कुरा सबै सत्य हुँदैन। खुब भाइ भाइ भनेर मरि हत्या गर्नुहुन्थ्यो नि। आज देख्नु भएन आफ्नो भाइको असली रूप?
कति न मेरो छोरी कसैसँग बोल्नै नहुने, कसैसँग बोलेको देखे कि लभ गरेकै हुन्छ। आफ्नी पनि त छोरी छ नि, भोलि आफ्नी छोरी ठुली भएपछि कसैसँग बोली भने हामीले पनि त्यही सोच्नु। दाइ भाउजू गल्ती मेरै रहेछ, मैले देखेको कुरा झुट रहेछ, मलाई माफ गरिदिनुहोस्, मबाट ठुलो भुल हो। अबदेखि यस्तो भुल कहिल्यै हुने छैन, मलाई माफ गरिदिनुहोस्। 12 वर्ष पछाडि गाउँ फर्केर आएको, गाउँ त पुरै सुनसान छ त। पहिला यो बाटोमा मान्छेहरूको कम त ताती हुन्थ्यो, गुवाला जाने, घाँसपात गर्ने, मेला जानेको कम त ताती हुन्थ्यो। ओहो नि बरै, अहिले त पुरै सुनसान छ गाउँ त। ओहो बल्ल बल्ल एउटा मान्छे देखा पर। होइन यो त हर्कलाल होइन हो त हो। हर्के के छ तेरो हालखबर? को हो? मैले त चिनिनँ नि। के हो बाबु? कस्तो नचिने हो? मैले त तँलाई चिने त हो। 12 वर्ष अगाडि पिर्मिकाले धोका दिएको पीडा सहन नसकेर गाउँ छोडेको थिएँ त हो। हो त्यही मान्छे हो म, थम्मन बहादुर। के त चिनिनस्? ए थम्मन पो होस् त? हो। अब 12 वर्ष अगाडि गाउँ छोडेर जाँदा दुब्लो पातलो थिइस्, अहिले यस्तो मोटो भुँडे अनि बुढो भएर आइछस्, कसरी चिन्नु भन् त? साँच्चीकै मैले त तँलाई चिन्नै नसके यार। तँ पनि त्यस्तै थिइस् नि हो, अहिले चाहिँ फरक भइछस् हो। जति फरक भए पनि मैले चाहिँ तँलाई चिने हो, तर तैँले चाहिँ चिन्न सकिनस् हो। सबै तँ जस्तो कहाँ हुन्छन् त? अनि थमने 12 वर्षसम्म विदेश बसेर आएको, सुटकेस त सानो छ त। यत्रो वर्ष विदेश बस्दा पनि पैसा कमाउन सकिनस् कि क्या हो? सोचे जस्तो कहाँ हुने रहेछ र हो अर्के। विदेश भन्ने चिज त दलदलमा फस्ने ठाउँ रहेछ हो। के नै गरौँला भनेर विदेश त गइयो। विदेश गएपछि एउटा घरमा काम पाएको थिएँ। मैले काम गर्ने घरको साउको छोरी त प्याट रहेछ हो। यसो मन परेर आँखा मारिदिएको। केटीले त यसले मलाई आँखा झिम्कायो, आँखा मार्यो भनेर बवाल गरियो। त्यसपछि अनि पुलिस बोलाएपछि सिधै जेलमा पस्यो। मरीले आँखा मात्रै मारे केस गरियो भने त अरू ठोक्ने गरे केस गरिछ हो। त्यत्तिकै फसिन त म 12 वर्षसम्म जेलमा बसेँ। अहिले जेलबाट छुटेर आफ्नै देश फर्केर आउँदैछु हो अर्के। विदेशको केटीहरूलाई आँखा मार्नुको त परेको कुरा हेर्न समेत पाइने रहन्छ हो। त्यही माथि साउको छोरीलाई आँखा मारिदिएको, सिधै 12 वर्षसम्म जेलमा बस्यो। मेरो जिन्दगी त 12 वर्ष त्यत्तिकै खेर गयो अर्के। धन्न फाँसीको सजाय पाइनछस्। अनि तँलाई विदेशको केटीहरूलाई आँखा झिम्काउनु हुन्न भन्ने थाहा थिएन? त्यहाँमाथि आफ्नै काम गर्ने घरको साउको छोरीलाई चाहिँ आँखा झिम्काएर मरेछ। आँखा चाहिँ किन मार्नु पर्यो कुन? दशा लागेर हो अर्के। त्यो मलाई धोका दिने प्रेमिकालाई थम्मनेल त विदेशको केटीलाई बिहे गरेर बस्यो अरे भन्ने थाहा होस् अनि डा होस् भनेर विदेशको केटीलाई आँखा मारिदिएको। 12 वर्ष चैट हो। प्रेमिकालाई थम्मनेल त विदेशी केटी बिहे गरेर बस्यो अरे भन्ने थाहा होस् भनेर त्यस्तो गरेको। अरू कुरा नै थाहा भयो होला हो। अनि हर्के तँलाई त मैले अघि खुट्टा खोच्याउँदै आइरहेको देखाएको थिएँ। तेरो खुट्टा के भयो? मेरो पनि तेरो जस्तै कथा व्यथा छ हो थमने। कस्तो कथा व्यथा हो? यसो सुना न हो। के सुनाउनु अहिले? पछि सुनौला नि। दाइ के भयो तपाईँलाई? निकै तनावमा पो देखिनुहुन्छ त। लभन किन बोलाइस्? दाइ तपाईँको छोरी त पारी गाउँको ओठेको छोरा कलौटीसँग सल्किया रहेछ नि त। अस्ति त्यहाँ माथि मन्दिरमा 2 जना बोलिरहेको देखेको थिएँ। विचार गर्ने दाइ, फेरि त्यो ओठेको सम्धी बन्नु पर्ला। के भनिस् रे? मेरो छोरीको बारेमा अब एक शब्द पनि नबोल। आज भोलिको जमानामा पनि केटाकेटी बोल्ने बित्तिकै शङ्का गर्नुपर्छ? म ढुक्क छु। मेरो छोरीले मेरो नाक काट्ने काम गर्दिन, बुझिस्?
दाइ केही पनि बोल्नुहुन्न त के भयो तपाईँलाई भन्नु न खास केही भएको छैन अलिकति मलाई सन्चो छैन तपाईँलाई किन सन्चो भएन भन्ने कुरा मलाई राम्रोसँग थाहा छ तपाईँकी छोरी पारी गाउँको ओठेको छोरा कलौटीसँग पहिलो गई छिन् होइन खुब मैले भनेको कुरा नपत्याएर मेरो कठालो समात्नु भएको थियो नि हो त्यही भएर कहिलेकाहीँ अरूले भनेको कुरा पनि विश्वास गर्नुपर्छ अनि दाजु खै त भाउजू र आमा त देखिन नि अनि तिमीलाई भाउजू र आमा चाहिँ किन चाहियो नि आजभोलि म वनपाले भएको छु तपाईँलाई थाहा छ छैन अस्ति तपाईँको आमा र तपाईँको बुढीले वनमा दाउरा काटेर भएर मैले जरिमाना पारिदिएको छु भोलि उपभोक्ता समितिको बैठक छ जरिमाना तिर्न आउनु भनेर खबर गर्न आएको दाजु अब धेरै तनाव लिएर पनि नबस्नुहोस् अब पहिला जाने गइहाली अब नानीले लगिहाल्यो अब पहिला गएको छोरीलाई ल्याउनु हुन्न लाग्यो अरे अब यता फिर गरेर किन बस्नुहुन्छ ल म गएँ छोरीले गर्दा यो समाजमा शिर उठाएर पनि हिँड्न सकिन्न के रे तैँले के हेर्नु नि तिम्रो बुहारीलाई हेरेर किन हेरे मन परेर के रे मन परेर भागेर बचिस तँलाई भेटाउन मात्रै मैले जानेको छु बुहारी यो मान्छेबाट अलिक बस्नु है यो मान्छे अलिक खराब छ अनि भाइ घरमै छ नि घरमै हुनुहुन्छ दाइ किन र माफी माग्नलाई के गल्ती गरिएले दाइ यो त्यो पारी गाउँको ओठेको छोरो कलौटेसँग लभ गरेर बसिरहेको थियो यसको लभ गर्ने उमेर हो राम्रोसँग सम्झाउनु यसलाई नानी के यो कुरा सत्य हो होइन बाबा यो अङ्कलले यत्तिकै झुट बोल्नु भएको हो म स्कुलबाट आउँदै थिएँ बाटामा त्यो कलौटे भेट भयो अनि एकछिन गफ गरे मात्रै हो के म कसैसँग गफ गर्न नपाउनु बुहारी मैले भाइलाई गलत सम्झेको रहेछु भाइले भनेको कुरा सही रहेछ हाम्रो छोरी त्यही कलौटेसँग गई हाम्रो नाक काटेर गई त्यसले म त भाइसँग माफी माग्न आएको आफ्नै भाइसँग पनि माफी माग्नुपर्छ त दाइ दाजुभाइमा सानो तिनो गल्ती त भइहाल्छन् नि फेरि उहाँले यो कुरालाई त्यस्तो ठुलो रूपमा लिनु पनि भएको छैन माफी माग्नु पर्दैन दाइ पिर नगर्नुहोस् सबै ठिक हुन्छ म पनि तपाईँको भाइसँग छोरीकै उमेरमा भागेर आएकी हुँ अहिले घरजम गरेर खाएकै छु हामी खुसी पनि छौँ छोरी पनि खुसी हुन्छ चित्त बुझाउनुहोस् दाइ